2082 सालको दशैंको उपलक्ष्यमा हाम्रा थापा परिवारका जेन्जी युवाहरूको पहलमा आज हाम्रा खसी कटिङ हुँदैछ। हाम्रा जेन्जी सन्तानहरू यहाँ लागिरहेका छन्। हाम्रा छोराहरू यहाँ लागिरहेका छन्। हामी पनि यसलाई सहयोग गरिरहेका छौँ। अहिले मैले टाउको चाहिँ बनाउँदैछु। त्यसरी गरेर मासु कटिङ पनि भइरहेको छ। त्यसै गरेर अब यो मासु कटिङ भइसके पश्चात हामीले दसैँमा चाहिँ सबै भाइहरू मिलेर यहाँ खाना बडाभोज गर्ने प्रचलन छ। यहाँ हाम्रो चाहिँ सेकुवा बनाउँदैछ हाम्रो दिपेश छोराले। यो सेकुवा पुरा चाहिँ बनाउँदैछ। मैले भुटुवा बनाउँदैछु। भुटुवाहरू बनाइएको छ। अनि हामीले चाहिँ भुटुवा बनाइसकेपछि हामीले खाँदैछौँ, सबै बसेर खाइरहेका छौँ। आज हामी दसैँको अघिल्लो दिन नवमीको दिन हो, हामी खाइरहेका छौँ। भोलि पनि हाम्रो चाहिँ टिकाको दिन हो। सबै एक जमघट भएर टिका ग्रहण गर्दै फेरि भोजको व्यवस्था गरिएको छ। हाम्रो बुवा सबभन्दा हाम्रो घरको ज्येष्ठ सदस्य हुनुहुन्छ। त्यसै गरेर यहाँ हाम्रो फुपू दिदी भेना पनि आउनुभएको छ। हाम्रो छोराले फेरि बोल्दैछु, यो दिदी भेनाजु हाम्रो दिदी, त्यसपछि गएर भाउजूहरू, छोराछोरी सबैजना भदैनी सबै चाहिँ मेरो परिवार यो बसेर खाइरहेका छन्।